नमस्ते सबैजनालाई। आज हामी यो भिडियोमा बनाउँदै गर्दाखेरि ल ल ल सोल्टिल त झ्याप्पो बोतल फालिदिएर यार। झन् भिडियो बनाइरहेको थियो कस्तो राम्रो। ल जे भए पनि यस्तो गर्नु नहुने हो। र आज हामी चाहिँ यो नारायणगढको पुलबाट गैँडाकोट हुँदै हामी गइन्छ दासढुङ्गासम्म। भित्री भित्री बाटो, पुरै जङ्गलको बाटो, अफ रोड अनि प्लस बिचमा ग्राभल अनि त्यसपछि फेरि पिच हुँदै हुँदै। यस्तो दामी खोला छ, त्यस्तो खोलामा बोतल फालिदिने कस्तो मान्छे हो। ल एनिवे चाहिँ कालिका मन्दिरवाला बाटो एकदम राम्रो छ, सफा हरियाली, फुल्ली पिच्ड भन्नु पर्यो नि। हामीसँग चाहिँ टोटल 5वटा बाइक, 7जना हामी, सब दाइहरू हुनुहुन्छ। हामी अहिले ब्रिटिस क्याम्पमा आयौँ। ब्रिटिस क्याम्पबाट हामी लेफ्ट लिग्यौँ। लेफ्ट लिगिसकेपछि अब बिस्तारै अफ रोड सुरु हुन्छ अब एकछिनमा। यस्तो राम्रो छ के, स्मुथली चलेछ चल्न चाहिँ, बाटो पनि सरर। तल आडमा चाहिँ पुरै खोला छ, अलिकति केही भयो भने तल खोलामा गइयो। ल आयो हामी। यो भनेको यहाँ चाहिँ अलिकति सम्म परेको जस्तो ठाउँ रहेछ, अनि मान्छेहरू पिकनिक अनि त्यसपछि त्यत्तिकै इन्जोय गर्न आउँदो रहेछन् मान्छेहरू चाहिँ। यहाँ अलिकति फ्ल्याट एरिया रहेछ क्या। अफ रोड सुरु भयो। जङ्गल एरिया पुरा। कस्तो ताल होला भनेको थिएँ क्या मैले, रहेनछ क्या त्यो पानी यति जमेको रहेछ। त्यो बाई रोडको बाटोमा धुलो उडाउँदै, धुलो त्यस्तो उडे छैन नि जे भए पनि। मौसमलाई चाहिँ ठिकै भन्नुपर्छ। यतिको त के धुलो हो र। यस्तो जङ्गल छ, यो जङ्गलमा बाघ आयो भने के हुन्छ होला। सबजना भागाभाग होला। कोही छैन कि हामी मात्रै हिँडेछौँ सुइती लगाएर। अगाडि दाइहरू हुनुहुन्छ, सबभन्दा लास्टमा हामी छौँ। कहिलेकाहीँ यसरी नि हिँड्नुपर्छ क्या, सही रमाइलो हुन्छ। यो अनएक्सपेक्टेड प्लान हो क्या हाम्रो। क्याफेमा बस्दा बस्दै जाम डुल्न, कहाँ जाने यत्तिकै हिँड्ने। यस्तो भित्र पनि अलि 1-2टा घर रहेछन् के, घर चाहिँ देखियो। बाटो चाहिँ कहीँ उकालो, कहीँ ओह्रालो, कहीँ चिफ्लो, जस्तो राम्रो हो एडभेन्चरवाला। यस्तो उकालो जस्तो बाटो छ, त्यस्तो गाडाङ र गुडुङ थियो क्या बाटो पनि।
ओह्रालो आयो। उकाली ओह्राली जसो त्यही गीत होला। चिफ्लो छ क्या सबभन्दा खतरनाक ठाउँ हो क्या यो, खतरनाक। बाटै छैन, पुल हो। यस्तरी के भन्छ बाइक पारी गरेको। उताबाट पनि बाइक आएको छ एउटा, गयो 220। सबभन्दा हाम्रो एभेन्जर हो कि, एभेन्जरवाला दाइ हो बवाल त, सुइती हान्दिला हो। यो बुलेट झार्न चाहिँ एकदम गाह्रो भयो त्यो हल्लेको। दुकुर ल फेरि हामी स्टार्टेड है। ल यो केलादी भन्ने ठाउँ हो कि यहाँको बवाल ठाउँ छ। लगभग देवघाट पुरै देखिन्छ यहाँदेखि सर। त्यो पशुपतिनाथ मन्दिर के हो तिनीहरू त्यता छ। देवघाट यो भयो। दाइहरू यता अन्नपूर्ण रेन्ज। यो ठाउँ भनेको ओम देवघाट लेखेछ नि हो, त्यही डाँडा माथि, टक्कै माथि हो। ल हामी सुरु गऱ्यौँ अब त्यहाँदेखि फेरि हिँड्न। हामीले स्टार्ट गरेको 1 बजीतिर हो, वहाँदेखि हिँड्न सुरु गरेको 1 बजे। कति बजीसम्म घर पुगिन्छ है। नन स्टप हिँड्नेछ। एकैछिन त्यहाँ भिडियो बनाउनलाई मात्र एकैछिन बस्यो त्यो देवघाट लेखेको ठाउँभन्दा माथि। कस्तो राम्रो केराबारी हो क्या यता। फेरि केलादी नाम हटाएर केराबारी राख्नुपर्ने हो कि यसलाई। घरहरू भयो, फार्महरू भयो। धन्न पानी परेन कि, नत्र बाटो लास्ट डेज चिफ्लो हुन्थ्यो होला। कुनै ठाउँ त यस्तो उकालो थियो हो, तान्न सक्दैन बाइकले जस्तो हुने। ल दाइले मोबाइल निकाल्नु भयो, टक्क भिडियो बनाउँदै हुनुहुन्छ। जङ्गलै जङ्गल छ पुरै। ल म पनि आएँ भिडियोमा। हाम्रो दाइ हुनुहुन्छ, हाम्रो पुरा स्टन्ट हानिदिनुहुन्छ दाइले। अगाडिको चक्का उडाउनु भनेको कि मान्नु भएन। यस्तो दामी भ्यू के यहाँदेखि फेरि टक्क घुम्टीमा। बस्ती पनि छ क्या यहाँ। त्यहाँदेखि पनि हामी स्टार्ट गरेर हिँडिसक्यौँ। सानो खोला, खतरा माछा पाइन्छ अरे क्या यहाँ यो खोलामा। फेरि हामी फाइनली आयौँ कालीगण्डकी ब्रिज। यहाँ ब्रिजमा एकछिन बसेको भिडियो चाहिँ लास्टमा हालेछु मैले। सानो चिटच्याट गरेको क्या हामीले। ल त्यहाँदेखि पनि सुरु भयो। अब हामी आयौँ, यो हो देवघाट मेन रोड बनाएर। दाइले के भन्दै हुनुहुन्थ्यो, केही आवाज बुझ्दैन।
तपाईँहरूले देवघाट मेन रोड हिँडेको होइन यो सिधा मदन भण्डारी ब्रिजसम्म यस्तो दामी ठाउँ छ क्या फेरि सुई कुदाउनुहुन्छ दाइहरूले पुरा यो बाटो के सबभन्दा मलाई एकदम मन परेको यहाँ कुदाउन यस्तो ओह्रालो छ बिचमा यतादेखि उता उकालो यता पनि उकालो बिचमा यस्तो यु के सेम बाटो धेरै राम्रो वेल पिच्ड ओहो दिनुभयो फेरि कस्तो दामी ठाउँ हो क्या यो सर नेक्स्ट टु त माथिको डाँडा भनेको हामीले हेरौँ कहिले हुन्छ यो माथिको डाँडासम्म जान मिल्छ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो जानुपर्छ मिलाएर पारी चाहिँ हाइवे हो हाइवेको बाटो फाइनली प्रमिन रेस्टुरेन्टमा आयौँ यहाँ माछा चाहिँ मिठो पाइँदो रहेछ है हजुरहरू पनि इनकेस यो भिडियो हेरेर माछा खान चाहनुहुन्छ भने यही तल खोलाको त्यो रेस्टुरेन्ट जाँदा हुन्छ अब हामी फाइनल्ली आयौँ मदन भण्डारी हाइवेवाला पुल क्रस गरेर अब हाइवेबाट सिधै नारायणघाट दासढुङ्गा भन्ने ठाउँ आयो कुद्यो बाइक त अब सास परिसकेको थियो 99 जतिखेर 5.5 जति भइसकेको थियो चितवनको सवारी गैँडा छ सही हो ल हाम्रो लास्ट है र भिडियो सबैजना हाम फाल्ने कुरा भइरहेछ तर कोही हाम फाले छैन थ्याङ्क यू नमस्ते